हाई एभ्रिवान। सो एकजना भाइले म्यासेज छोड्नु भएको थियो, दिदी म फाइनेन्सियल एकाउन्टिङ पेपरमा फेल भएँ, सो केही टिप्स र स्ट्राटेजी सेयर गर्नुहोस्। सो आजको भिडियोमा म टिप्स र स्ट्राटेजी सेयर गर्न गइरहेछु। सो इफ हजुर फाइनेन्सियल एकाउन्टिङ पेपर दिन लाग्नु भएको छ भने यो भिडियो आजको हजुरको लागि इम्पोर्टेन्ट हुन्छ होला। सो फर्स्ट कुरा, फेल हुनको धेरै रिजन हुनसक्छ है। पहिला रिजन पत्ता लगाउनु पर्यो है। सो फर्स्ट एन्ड फरमोस्ट मेबी हजुरको टेक्निकल नलेज और कन्सेप्ट क्लियर नहोला। सो यो कुरा पहिला इम्प्रुभ गर्नु पर्यो है। सो स्टार्ट फ्रम द जिरो अनि पहिला हजुर कन्सेप्ट हेर्नु, कहाँ हजुरको कन्सेप्ट बिग्रेको छ, अदरवाइज इम्प्रुभ गर्नु पर्यो, त्यो कुरा हेर्नु पर्यो। अब कन्सेप्ट क्लियर गर्नको लागि हामीसँग तीनटा अप्सन एभाइलेबल छ, कपलान बुक और बीपीपी और स्टडी हब। सो यो तीनटा मध्ये कुनै एउटा चुज गर्नुस्, बट स्टिक टु द्याट, अर्कोतिर नलाग्नुस् है। तिनटै एकैचोटि नजानुस्, कुनै एउटा बुक फलो गर्नुस्। म त इफ कपलानको कुरा गर्ने हो भने कपलानमा हजुरको सिम्पल वेमा कुरालाई एक्सप्लेन गरेको छ अनि चाहिने जति मात्रै दिएको छ। वेरएज बीपीपी र हजुरको स्टडी हब यसमा डिटेलमा कुराहरू एक्सप्लेन गरेको छ। सो कपलान एकदम इजी वेमा भयो, चाहिने जति कुरा मात्रै भयो। वेरएज हजुरको बीपीपी र स्टडी हब अलिकति डिटेलमा छ। सो कुनै एउटा चुज गर्नुस्, नट अल, अनि स्टिक टु द्याट ओन्ली है। सो इफ यु वान्ट माई सजेसन, हजुर स्टडी हब और कपलान मध्ये कुनै एउटा चुज गर्न सक्नुहुन्छ टु इम्प्रुभ योर कन्सेप्ट एन्ड द टेक्निकल पार्ट। ओके। अनि अर्को कुरा, एसिसीले आफ्नो वेबसाइटमा आर्टिकलहरू पनि पब्लिस गर्छ है। सो हजुर गुगलमा जानुस्, एसिसिए टेक्निकल आर्टिकल अफ फाइनेन्सियल एकाउन्टिङ सर्च हानुस् है। जुन जुन कम्प्लेक्स कन्सेप्ट हुन्छ, जुन जुन स्टुडेन्टलाई अप्ठ्यारो लागेको हुन्छ, त्यो कन्सेप्टलाई एसिसिएले आफैले सिम्प्लिफाइड एप्रोचमा एक्सप्लेन गरेको हुन्छ एलङ विथ द एक्जाम्पल। सो गुगलमा जानुस् र एसिसिए टेक्निकल आर्टिकल अफ फाइनेन्सियल एकाउन्टिङ सर्च हानुस् है। सो यसले हजुरको कुनै कम्प्लेक्स कन्सेप्ट जो बुझ्न अप्ठ्यारो भइरहेछ भने त्यो कुरामा इट विल वर्क है। अनि हजुरहरू इफ कुनै कन्सेप्टमा स्टिल कन्फ्युजन हुनुभयो, कतै सल्युसन पाउनु भएन भने यु क्यान कन्ट्याक्ट मी एज वेल, आई विल हेल्प यु। अनि यतिले मात्रै पुग्दैन है। अर्को फेल हुनको रिजन हजुरको प्र्याक्टिस नपुगेको होला। क्वेसन प्र्याक्टिस पनि एकदम इम्पोर्टेन्ट छ। त्यो च्याप्टर पढ्दाखेरि त्यो वन्स च्याप्टर सक्यो भने त्यो च्याप्टर रिलेटेड क्वेसन पनि सँगै गर्नुहोस्। बिकज भर्खर पढेको कुरा हुन्छ, याद हुन्छ कन्सेप्टहरू। सो सँगै क्वेसन गऱ्यो भने मजाले अझै क्वेसन कन्सेप्ट क्लियर हुँदै जान्छ है। सो क्वेसन पनि कहाँबाट प्र्याक्टिस गर्ने, हजुरसँग तीनटा अप्सन अगेन छ, कपलान, बीपीपी अनि स्टडी हब। यो तिनटै नै फलो गर्नुहोस् है। डोन्ट चुज एनी वान, यहाँ तिनटै फलो गर्नुहोस्। हजुर फुल टाइम स्टुडेन्ट हुनुहुन्छ, टाइम पनि मजाले एभाइलेबल छ, सो तिनटै फलो गर्नुहोस्। ओके। अनि इफ क्वेसनमा कुनै अड्किनु भयो, सल्भ भएन भने मैले आफ्नो युट्युब च्यानलमा फुल कपलान किट र बीपीपी अपलोड गरेको छु। सो पहिला क्वेसन सल्भ गर्दा आफैले ट्राई गर्नुहोस्। नबुझेको क्वेसन मेरो भिडियोबाट हेर्न सक्नुहुन्छ है। बट आफैले ट्राई गर्नु। किन आफूले ट्राई गर्नु? बिकज हजुरको माइन्ड चल्छ, क्वेसनमा जो इन्फर्मेसन लुकेको कुराहरू झिक्न खोज्छ है। सो प्रेजेन्स अफ माइन्ड पनि एकदम चाहियो एक्जाममा, बिकज एक्जाममा टेक्निकल नलेजले पुग्दैन। हजुरको प्रेजेन्स अफ माइन्ड पनि हुनु पर्यो क्वेसनबाट इन्फर्मेसन तान्नको लागि। कतै डिटेल लुकाएको हुन्छ त्यो डिटेल पनि तान्नु पर्यो क्यालकुलेसन गर्नको लागि। सो त्यसैले पहिला आफै ट्राई गर्नुहोस्, क्वेसन आफै ट्राई गर्नुहोस्। नबुझेको ठाउँमा यु क्यान वाच माई भिडियो। यसरी हजुर प्र्याक्टिस गर्नु। अब यतिले पनि पुग्दैन है। हजुरलाई के गर्नुपर्छ, मक दिनुपर्छ। मक कसरी दिने? मक आई थिङ्क एसिसीको पनि तीनटा मक छ। अरू हजुर कतैबाट कुनै कलेजमा पढ्दै हुनुहुन्छ भने उहाँले पनि कन्डक्ट गर्नुभएको होला मक्स। सो मक्स चाहिँ दिनुहोस्। मक्स इज भेरी इम्पोर्टेन्ट। किन मक्स किन इम्पोर्टेन्ट हो? पहिला त हजुरको एक्जाम इन्भाइरोमेन्टसँग फ्यामिलियर गर्छ। त्यो स्क्रिन एक्जाममा आउने त्यो मकमा हजुरको कलेज और एसिसीको पनि मकहरू छ, त्यो डिटो सेम हुन्छ है। सो यसले हजुर इन्भाइरोमेन्टसँग फ्यामिलियर भयो भने एक्जाममा आतिनुहुन्न इफ कुनै कुरा नबुझेको ठाउँमा स्क्रिनबाट। सो मक दिनु। अर्को कुरा, टाइम म्यानेजमेन्ट। अर्को फेल हुनको रिजन टाइम म्यानेजमेन्ट पनि हो है। बिकज स्टुडेन्टहरू टाइममा एक्जाम सकिँदैन, उनीहरूको क्वेसन छुट्छ है। क्वेसन छुट्यो भने अभियसली मार्क्स कमाउँछ एन्ड द्याट कुड बी वान अफ द रिजन फर द फेलियर। सो मक दिँदाखेरि 2 घन्टा
इफ टाइम छ भने द्याट्स फाइन, अदरवाइज आफ्नो फोनमा 2 घन्टाको टाइमर लाउनुहोस् अनि त्यो टाइममा एकदम डिसिप्लिन एप्रोचमा एक्जाम दिनुहोस्। अनि यतिले पनि पुग्दैन, त्यो रिजल्ट आएपछि मकको एनालाइज गर्नु कुन सिलेबसको पार्टमा युआर विक, कुन पार्टमा हजुरलाई गाह्रो भइरहेछ त्यो कुरामा फोकस गर्नु। सो यसरी एटलिस्ट 3टा मक दिनुहोस्। यो 3टा मकमा इफ यु आर स्कोरिङ 60 and 70 प्लस अन एन एभरेज देन यु क्यान गो फर द फाइनल एक्जाम। तर मक दिनुहोस्, पहिला पढाइ सकाउनुहोस्, कन्सेप्ट सकेपछि क्वेसन गर्नुहोस्, क्वेसन गरेपछि हजुर एउटा मक दिने है। त्यो मकको पर्फर्मेन्स एनालाइज गर्ने कुन पार्टमा मैले मेरो बिग्रियो, कुन पार्टमा आई एम गुड एट, सो त्यो पार्ट एनालाइज गरेपछि त्यो इम्प्रुभ गर्ने एन्ड देन अगेन सेकेन्ड मक दिने। सेकेन्ड मक भएपछि त्यसरी फेरि एनालाइज गर्ने कुन पार्ट बिग्रियो, कुन पार्ट राम्रो छ, त्यो पार्टलाई इम्प्रुभ गरेर अगेन थर्ड मक दिने। अनि थर्ड मक पनि राम्रो भयो भने देन यु क्यान गो फर द फाइनल। सो यो यतिको टिप्स हो। हजुरको फेल हुने रिजन पनि यही होला, कन्सेप्ट क्लियर नभएर, प्र्याक्टिस नपुगेर, टाइम म्यानेजमेन्ट नभएर, एक्जाममा प्रेजेन्स अफ माइन्ड नभएर। सो यो कुरामा हजुरलाई वर्कआउट गर्नु पर्यो। अनि इफ हजुरलाई कतै गाह्रो भइरहेछ भने कुनै क्वेसनमा, कुनै कन्सेप्टमा हजुर मलाई मेरो सोसियल मिडिया आइडी कुनै आई मिन युट्युब, टेलिग्राम, इन्स्टाग्राम, फेसबुक, टिकटक कतै नै मसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। आई विल हेल्प यु आउट। अनि मेरो युट्युब च्यानलमा पनि भिडियो पुरै अपलोडेड छ किटको, त्यो पनि चेक गर्न सक्नुहुन्छ। सो देयर आर मेनी मोर रिसोर्सेस। हजुर फुल टाइम मजाले कन्सन्ट्रेट भएर पढ्नुहोस्, यो एप्रोच फलो गर्नुहोस्, देन चेक यो रिजल्ट एन्ड गो फर द फाइनल। सो आई होप आजको भिडियो इम्पोर्टेन्ट आई मिन युजफुल भएको होला। अनि लेट मी नो इन द कमेन्ट बक्स एन्ड थ्याङ्क यू सो मच। ह्याभ ए गुड डे।